म्याडम कहाँसम्म जानुहुन्छ? लेबुङसम्म। खोइ दिनु सामान, म पुर्याइदिन्छु। मम्मी छोरी 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 ड्याडी ड्याडी। अनि छोरी, तिमीले एक्जाम कस्तो गर्यो? एकदम फर्स्ट क्लास। भेरी गुड। अनि हाम्रो छोरीलाई बेंगलोरदेखि दार्जिलिङसम्मको यात्रामा कुनै असुविधा त भएन होला? यात्रा एकदमै राम्रो भयो ड्याडी। Oh, good. छोरी तिमी थाकेको पनि होला, भोक पनि लाग्यो होला, जाऊ भित्र। जाऊ मम्मी। साउजी नमस्ते। नमस्कार नमस्कार। बस विजय। किन विजय, तिमी एकदम उदास देखिन्छौ? हेर्नुहोस् न, दार्जिलिङमा त टुरिस्ट नै आउन छोडे, धान्नै गाह्रो भयो। हामीहरूसँग काम पनि छैन। के भयो त? मेरो ग्यारेजमा तिमीलाई काम दिएकै हो, तिमीलाई तलब पनि त राम्रै दिन्छु भनेकै हो। साउजी, तपाईँले महिनामा त्यही 1500 दिनुहुन्छ, त्यति त हामी सिजनमा 1 हप्तामै कमाइहाल्छौँ नि। ठिकै छ, टुरिस्ट भएको बेला तिमी उता गएर काम गर, अनि खाली भएको बेला यता आएर काम गर, हुन्न र? हुन्छ सर। अनि तिमीहरूको पढाइ चाहिँ कहाँसम्म पुग्यो नि? अब आउने महिनादेखि हाम्रो एक्जाम सुरु हुँदैछ। हरियो चियाको बगानले सजिएको यो पहाडकी रानी दार्जिलिङै राम्रो छ। अब तेरो पढाइ कति बाँकी छ? मेरो पढाइको कोर्स सकिनै लाग्यो। सुन्दरी, लुक ब्याक माइकल, लुक ब्याक। वाह, हाय। यस्ता सुन्दरीहरू यो सुन्दर ठाउँमा जोडी बिना कता हिँडेको? मुख सम्हालेर बोल, मुख छ भन्दैमा जे पाए त्यही बोल्ने होइन। यो फुलको थुङ्गासँग चिन्जान गर्न मन छ मलाई। उहाँको नाम माइकल, मेरो नाम ज्याक्सन, हाम्रो यस्तै छ एक्सन। अरे सुन्दरी, मलाई मन नपराए पनि यो फुल त लिनुहोस् न। म पनि अमरनाथकी एक्लै छोरी हुँ, प्रिया। कसैसँग डराउँदिन, बुझिस्? यहाँ तलाई म केही गर्दिन। लिएर हिँड। छोड दे मलाई, छोड दे। बचाऊ, बचाऊ। म्याडमलाई किडन्याप? छोड दे मलाई, छोड दे।
थ्याङ्क यू। तपाईँ समयमै आएर मेरो इज्जत बचाइदिनु भयो। मेम साहब, यसै गरी सधैँभरि बचाउने विजय गोर्खाली नहुन सक्छ, त्यसैले आफूलाई सम्हालेर हिँड्नुहोला। जाउँ, हिँड्नुहोस्, जाउँ। के भयो छोरी, तिम्रो यो अवस्था कसरी भयो? ड्याडी, आज एउटा नामले तपाईँकी छोरीको इज्जत बर्बाद हुनबाट बचायो। होइन, के भन्छ यो? हो मम्मी, केही गुण्डाहरूले आज मलाई किडन्याप गरेर जङ्गलतिर लगेका थिए। अनि के भयो छोरी? ठिक समयमा त्यो नामले केटा आँधी जस्तो गरेर त्यहाँ आइपुग्यो। उसले ती गुण्डाहरूलाई एक एक गरेर पिट्यो र ती गुण्डाहरू भागेपछि उसले मलाई ट्याक्सी चढाएर घर पठाइदियो। साँच्चै भगवानले नै बचाएछ मेरो छोरीलाई। भगवानले होइन सावित्री, त्यस नामले बहादुर केटाले बचाए हाम्रो छोरीलाई। साँच्चै छोरी, त्यस केटाले हामीमाथि ठुलो गुण लगाए। छोरी कुनै दिन उसलाई भेटे, उसलाई यहाँ घरमा लिएर आउनु, यसो हामी पनि उसँग चिनजान गरौँला। हुन्छ ड्याडी। भाइ, हजुर। यहाँ विजय गोर्खालीजीलाई कहाँ भेटिन्छ होला? विजय दाई अहिले माथि मोटर ग्यारेजमा काम गर्दै हुनुहुन्छ। तपाईँ अहिले नै जानुभयो भने भेट्न सक्नुहुन्छ। हुन्छ। नमस्कार विजयजी। अरे म्याडम, तपाईँ यहाँ? मेरो ड्याडीले तपाईँलाई घरमा लिएर आउनु भन्नुभएकोले म तपाईँलाई लिन आएकी। त्यस्तो के जरुरी काम पर्यो होला? त्यो कुरा चाहिँ तपाईँ आफै घरमा गएर ड्याडीलाई सोध्नुहोस्। हुन्छ, हिँड्नुहोस् जाउँ। ड्याडी, मम्मी, उहाँ नै हुनुहुन्छ विजय गोर्खाली। नमस्ते। नमस्ते। बस न विजय। जाऊ छोरी, विजय नानीलाई चिया लिएर आऊ। होइन, पर्दैन, मैले भर्खरै मात्रै खाएर आएको। विजय, तिम्रो बारेमा प्रियाले मलाई सबै कुरा भनिसकी। त्यस दिन तिमी समयमा नि त्यहाँ पुगेर हाम्रो छोरीको जिन्दगी बर्बाद हुनबाट बचाएर ठुलो उपकार गर्यो। त्यसैले हामीलाई तिमीसँग भेट गर्ने ठुलो इच्छा थियो। अनि नानी, तिम्रो घर चाहिँ कहाँ पर्यो? जहाँ थाकेर बिसाउँछु त्यही आफ्नो घर जस्तो लाग्छ। अनि दुःख पाएका मान्छेहरू देख्दा सबै आफ्नै जस्तो लाग्छ। ठिक भन्यो विजय, म तिम्रो भावनाको कदर गर्छु। अनि घरमा को छन् त? आमा, बहिनी अनि म। अच्छा। ड्याडी, बरु विजयलाई हाम्रै कुनै कम्पनीमा जागिर दिँदा कस्तो होला? पर्दैन प्रियाजी, मैले यो नाम्लोसँग जिन्दगी बिताएको धेरै वर्ष भयो। अनि हामी जस्तो नपढेकाले कम्पनीमा के पो काम गर्नु र? हामी त्यही नाम्लोसँगै रमाउँछौँ।
हजुर अहिले मलाई ढिलो भयो, म लाग्छु। बेला बखतमा आउँदै गर्नु है। हस्। हस्। मम्मी, ड्याडी, मेरो कलेजको साथीहरू, माई फ्रेन्ड्स, मेरो मम्मी ड्याडी, नमस्ते नमस्ते। मम्मी, आज माता तीर्थ औँसीको दिन भएकोले मेरो साथीहरूले सबै साथीहरूको आमाको मुख हेर्दै हिँड्नु भनेर तपाईँको मुख हेर्नु भने त्यसैले मैले लिएर आएको। सधैँ सुखी रहनु, धेरै पढेर बुद्धिमानी हुनु, यही नै हामी आमाहरूको आशीर्वाद छ छोराहरूलाई। राज, के हेरिरहेको? आफ्नो साथीहरूलाई भित्र लगाएर चियापानीको प्रबन्ध गर्न। होइन ड्याडी, अहिले हामीलाई अलिक हतार छ, उता मम्मीले बाटो हेरिरहेको होला। हस् त मम्मी, अहिले हामी लाग्छौँ, फेरि कुनै दिन भेटौँला नि, बस्नुहोस् है। भइहाल्छ नि ड्याडी, म साथीहरूलाई परसम्म पुऱ्याएर आउँछु है। हुन्छ। नमस्ते नमस्ते। नमस्ते। होइन, यो राजले आफ्नो आमा जिउँदो हुँदाहुँदै के गरेको? यो कुरा पार्वतीले थाहा पायो भने उसलाई कति दुःख लाग्छ। मैले पनि बुझ्न सकिनँ राजले किन यसो गर्यो। तिमीहरू जाँदै गर, मेरो सानो काम छ। बस है राज। ओके केटा हो, बाई बाई। ओके। ओके बाई। ओके। अरे यो त राज जस्तो छ। राज, किन आमा? सुन त, त्यो केटाहरू को हुन्? मेरो साथीहरू हुन्। किन आएको? आज माता तीर्थ औँसीको दिन, त्यसैले आमाको मुख हेर्न आएको। अनि मसँग त भेट नगरी गए त? कसरी भेट गराउनु मैले तपाईँलाई? मलाई लाज लाग्यो आमा। लाज? किन लाज लाग्यो छोरा? तपाईँको मैला न मैला साडी अनि टालेको चोलो देखाउन सकिनँ आमा। स्याबास छोरा, स्याबास। आज गर्वले मेरो छाती ठुलो भयो। मैले यो मैलो साडी र च्यात्तेको चोलो फेरेर नयाँ लुगा लगाएको भए तैले यो नयाँ लुगा र जुत्ता कहाँबाट पाउने थिइस्? आमाको त्यागलाई नबुझ्ने कस्तो छोरा मैले जन्माएछु। धिक्कार छ छोरा। भो आमा भो, अब धेरै भाषण छाटिरहनु पर्दैन। मलाई मेरो बाउको सम्पत्ति चाहियो, त्यो पनि अहिले नै। के रे? अब तँलाई तेरो बाउको सम्पत्ति पनि चाहियो? अब अंश माग्ने पनि भइसकिस्? हो आमा, मलाई मेरो अंश चाहियो, त्यो पनि अहिले नै। ल, तँलाई तेरो अंश चाहियो होइन? आइज, यो दुईटा डोको देखिस्? यो एउटा तेरो, यो एउटा मेरो। आइज, दिन्छु तँलाई अंश। तेरो बाउको सम्पत्तिको नाममा यही एउटा कम्बल हो, आधा तेरो आधा मेरो। ल, अब मैले कमाएको सम्पत्ति चाहियो होइन तँलाई? आइज, यहाँ आइज। दाहिने हातले टिपे पनि यही कलिलो मुना, देब्रे हातले टिपे पनि यही कलिलो मुना। कुन मुना लान्छ छोरा?